यो देखिरहनु भएको बस भैरवा क्षेत्रको बहुत चर्चित विद्युतीय बस हो। राष्ट्रिय चासोको बस हो। तपाईँ सबैलाई यो विषयमा थाहा नै छ। अब भैरवा विमानस्थलमा हवाई यात्रुको सुविधाका लागि विद्युतीय बस सेवाको परीक्षण सुरु भएको छ। यसको प्रभावकारिता हेरेर नियमित सञ्चालन हुनेछ र आवश्यकता अनुसार सेवा विस्तार पनि हुनेछ। एयरपोर्टदेखि बुद्धचोकसम्म, कम्तीमा पनि बुद्धचोकसम्म यो बस सेवा सञ्चालन भयो भने धेरै यात्रुहरू चाहिँ यसबाट लाभान्वित हुने मेरो आफ्नो अपेक्षा रहेको छ। केही समय अघि निकै चर्चामा रहेको विद्युतीय बस अब विभिन्न विमानस्थलहरूमा पठाइनेछ। यस्ता बसहरू यहाँ 4-5वटा छन्। यीमध्ये अरू चाहिँ अन्य विमानस्थलमा पठाइनेछ। धेरै वर्ष पहिला लुम्बिनीलाई सर्किट बनाएर चलाउने भनेर सुरु पनि गरिएको यो विद्युतीय बस सेवा धेरै समय चलेन। बालेन सरकार आएपछि पनि 2 दिन त चल्यो, त्यसपछि फेरि बन्द भयो। एयरपोर्टमा लगेर थन्काइएको छ भनेर धेरै समाचारहरू पनि आए। तपाईँहरू पढ्नुभयो, सुन्नुभयो, हेर्नुभयो होला पनि। अब भने यसको प्रयोग हुने अथवा यो प्रयोगमा हुने देखिन्छ है त। यो बस सेवा एयरपोर्टदेखि कहाँसम्म कसरी चलाउँदा ठिक होला त? कमेन्ट गरेर आफ्नो विचार राख्न नबिर्सिनुहोस् है त।